होइन मलाई यो काठमाडौँको मान्छे देखेर छक्क पर्छ कि असार 15 अरे धान दिवस अरे अनि गएको छ एक दिन गएर हिलोमा बसेको छ अनि टिकटक बनाएको छ फोटो खिचेको छ भिडियो बनाएको छ अनि हालेको छ फेसबुक र टिकटकमा ल त्यतिको लागि जाने हो त्यो केको नाटक देखाउने तातोमा छ धान रोप्ने भनेको केही थाहा छैन होला बिचराहरू कति त हिला पनि पसेको छैन होला जिन्दगीमा अनि गएको छ एक दिन के न जस्तो माथि माथि सुरुवाल सारेको छ अनि एक मुठी धान रोपेर 50औँ मुरी फलाउने जस्तो के नै हुने जस्तो त्यो एउटा किसानलाई खिल्ली उडाए जस्तो कि त्यतिकै त्यति साह्रो कृषिमा त्यस्तो आस्था राख्ने मान्छेहरू खेती गर्न त्यस्तो मनपर्ने मान्छेहरू बिचराहरू गाउँमा मान्छे नपाएर कुन हालत छ धान रोप्ने मान्छे नपाएर महिलाहरू नपाएर उहाँ कस्तो गाह्रो हुन्छ इन्डियाबाट मान्छे झिकाउनु पर्छ तराईको मान्छेहरूले मान्छे नपाएर जाने सबैजना जाने सघाउने के यो नाटक यहाँ एउटाको खेतमा गएर यत्रो 5 जना मान्छे आँट्ने गरा हुँदैन म 50 जना पसेर त्यो नाटक देखाउनु भन्दा बरु गाउँमा गएर मजाले सघाउने बिचराहरूलाई उहाँ कति गाह्रो भइरहेछ धान रोप्ने मान्छे नपाएर त्यही गर्ने यो नाटक देखेर मलाई हाँस उठेर आउँछ कि यो अचम्मै लाग्छ भने ताइना तुई हात लाग्यो दुई भनेको यही हो भने